ट्रान्सफर्मेसन प्रोसेस, परिवर्तनको एउटा प्रोसेस हुन्छ। धेरै पटक हामी क्रिस्चियन जीवनमा एउटा मण्डलीमा परिवर्तन हामी किन देख्दैनौँ भन्दाखेरि कतिचोटि तपाईँ हामीले त्यो प्रोसेसलाई थाहा नभएको कारणले गर्दाखेरि पनि हाम्रो जीवनमा त्यो परिवर्तनहरू आइराखेको हुँदैन। हामी जहाँ थियौँ, हामी जस्तो थियौँ, हामी त्यस्तै नै रहिरहेका हुन्छौँ। तर तपाईँहरूको माझमा म चारवटा प्रोसेसहरूलाई म भन्न चाहन्छु, जो प्रोसेसलाई तपाईँ हामीले पालना गर्दाखेरि चाहिँ साँच्चै नै परमेश्वरले राखिदिनु भएको त्यो ट्रान्सफर्मेसनलाई तपाईँ हामीले परिवर्तन हामीले रिसिभ गर्न सक्छौँ। पहिलो कुरो तपाईँ हाम्रो कर्तव्य एज ए क्रिस्चियन्स, हाम्रो पहिलो कर्तव्य चाहिँ हाम्रो चाहिँ सुन्नु हो, हियरिङ। वचन हामीले सुन्नु पर्छ। अनि सुनेर मात्रै काफी छैन, तपाईँ हामीले त्यो वचन सुन्दै गर्दै गर्दा त्यो वचनमा हामी आफूले आफूलाई देख्नु पर्छ। जबसम्म हामीले त्यो वचनमा आफूले आफूलाई देख्दैनौँ नि, तबसम्म हाम्रो जीवनमा परिवर्तन आउँदैन। धेरैचोटि हामी किन परिवर्तन बन्न सक्दैनौँ भन्दै गर्दा हामी माथिबाट पास्टरले वचन बोल्दै गर्दै गर्दा हामीले आफूलाई भन्दैन अरूलाई देखिरहेका हुन्छौँ। आज चाहिँ यसलाई मजाले भने पास्टरले, हाम्रो जीवनमा परिवर्तन हामी चाहन्छौँ भने हामीले वचन पहिला सुन्नुपर्छ। अनि त्यो वचनमा हामी आफूले आफूलाई म कहाँ छु भनेर हामीले देख्नुपर्छ। दोस्रो प्रोसेस, तेस्रो प्रोसेस भनेको चाहिँ हामीले त्यो सुनेको वचन, जो परमेश्वरको वचनबाट बाणीबाट आइरहेको छ, त्यो कुरा हामीले विश्वास गर्नुपर्छ। We have to believe that God really meant it. उहाँले यो कुरोलाई साँच्चै नै भन्नुभएको भनेर हामीले स्वीकार गर्नु सक्नुपर्छ। जबसम्म हामीले त्यो विश्वास गर्न सक्दैनौँ बोलिएको वचनलाई, तबसम्म हामीले परमेश्वरको काम हाम्रो जीवनमा गर्न सक्दैनौँ, देख्न सक्दैनौँ। कारण किन भन्दाखेरि विदाउट फेथ, हामी विश्वास बिना परमेश्वरलाई प्रसन्न तुल्याउन सक्दैनौँ र परमेश्वरको राज्य विश्वास बिना असम्भव छ। पहिलो सुन्नुपर्छ, अनि त्यो वचनमा हामी आफूलाई देख्नुपर्छ। अनि त्यो वचन जो बोलिएको छ हामीले बाई फेथ, हामीले हृदयबाट हामीले विश्वास गर्न सक्नुपर्छ। अनि अर्को कुरो चाहिँ हाम्रो जीवनमा परिवर्तन देख्न चाहन्छौँ भने वी मस्ट रेस्पोन्ड टु वाट वी हेभ हर्ड। हामीले जे कुरो सुनिएको छ, जे कुरो देखेको छौँ, जे कुरो हामीले विश्वास गरेको छौँ, त्यो कुरो हामीले अब गर्न थाल्नुपर्छ काममा। तब हाम्रो जीवनमा परिवर्तन बिस्तारै हामीले देख्न थाल्न सक्छौँ। Have to act what we have heard, what we have seen, and what we have believed. हामीले जे कुरोहरू सुनेका छौँ, जे कुरो देखेका छौँ, जे कुरो विश्वास गरेका छौँ परमेश्वरको वचनबाट, त्यो कुरा हामीले अब गर्न थाल्नुपर्छ। तब मात्रै हाम्रो जीवनमा काम गर्न थाल्छौँ। धेरैचोटि ट्रान्सफर्मेसन भएको कारण चाहिँ किन भन्दाखेरि चाहिँ वचन सुन्छौँ, हामी व्यस्ततामा हाम्रो आफ्नै जीवन व्यतीत गरिरहेको हुन्छौँ। डन। गएको हप्ता पास्टरले के वचन बोल्नुभयो सोध्यो भने कतिजनालाई थाहा नै छैन होला सायद। कारण किन हामी सुन्नुमा मात्र व्यस्त भयौँ, त्यो वचनमा हामी आफूलाई देखेनौँ, त्यो वचनलाई हामीले विश्वास हामीले रिसिभ गर्न सकेनौँ र त्यो वचनलाई हामीले घरमा गएर पालना गर्न हामीले जमर्को गरेनौँ। हाम्रो जीवन यतिमै पेन्डुलम क्लक जसरी हल्लिरहेको छ। तपाईँहरूको माझमा आजको वचनलाई म यस ठाउँबाट घोषणा गर्दै गर्दा तपाईँलाई म यो कुरो सम्झना गराउन चाहन्छु। तपाईँ यस ठाउँबाट वचन जे सुन्नुहुन्छ हृदयबाट सुन्नुहोस्। वचन सुन्दै गर्दै गर्दा म कहाँ छु यो वचनमा आफूलाई देख्न थाल्नुहोस्। तपाईँलाई देख्दै हुनुहुन्छ यो परमेश्वरको वचन हो, गड रियली मेन्ट इट, परमेश्वरले साँच्चै नै भन्नुभएको हो, त्यसलाई विश्वास गर्नुहोस्। अनि विश्वास मात्रै नगर्नुहोस्, त्यसलाई काममा त्यसबाट तपाईँले एक्ट गर्न थाल्नुहोस्।